नमस्कार, म पत्रकार रेणुका सुवेदी। विगत लामो समयदेखि फाइटर क्यान्सरसँग जुधिरहेको छु। पाठेघरको मुखको क्यान्सरबाट ग्रसित थिएँ। अलिअलि ठिक हुँदै थियो। ठिक हुँदाहुँदै फेरि अहिले मलाई रोगले फेरि च्याप्यो जस्तो छ। मलाई धेरै गाह्रो भइरहेछ। त्यो कारणले गर्दाखेरि आजभन्दा अगाडि सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूले सहयोग गरेर मलाई यतिसम्म पुर्याउनु भयो। अझै पनि मेरो बाबुलाई पढाउनु छ। बाबु भर्खर पढ्दैछ। अब सरकारी स्कुलमा हाले तापनि मैले एउटा उसलाई भने जस्तो कपी कलम ड्रेस मैले दिन सकेको छैन। काम गर्छु भनेर हौसला गरेर हिँड्न खोज्छु, तर ढलिहाल्छु, म गर्न सक्दिनँ। त्यही भएर फेरि पुनः हजुरहरूको साथ सपोर्टको थोरै मैले आह्वान गरेँ, किनकि म छिटै अलि राम्रोसँग सन्चो भएर म आफ्नो कार्यमा फर्किएर केही हदमा मैले बाबुलाई पढाउन सकेँ भने पनि मलाई चाहिँ एउटा आत्माले शान्ति पाउँथ्यो होला। भोलि म केही भए तापनि आत्माले शान्ति पाउँथ्यो। बच्चाले गरेर खान्थ्यो। म भन्दा बाहेक अरू कोही छैन उसको, म मात्रै हो। म यताउति भएँ भने त उसको त कोही पनि छैन। आफ्नो दाजुभाइ पनि छैन। मेरो उहाँको बाबा पनि छैन। बाबा नि बित्नुभएको धेरै वर्ष भइसक्यो। त्यही भएर मेरो बाबुको लागि भए पनि मलाई पुनः निको भएर केही गर्नु छ। मलाई औषधि उपचार गर्नको लागि रोकिएको थियो। यो रोकिने क्रममा चाहिँ मलाई तत्कालै इमर्जेन्सी आएर समृद्धि फाउन्डेसन नेपालले चाहिँ मलाई सहयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो रोकिएको उपचारलाई चाहिँ पुनः सुचारू गर्नको लागि उहाँहरूको सहयोगप्रति म धेरै आभार व्यक्त गर्दै म उहाँहरूलाई सधैँ आफ्नो कार्यमा यसरी लागिराख्नुहोला भन्न चाहन्छु।